मोन्था चक्रवातको प्रभावका कारण बिहीबार रातिदेखि परेको अविरल वर्षाले दैनिक जनजीवन मात्र होइन किसानका बालीमा समेत ठूलो क्षति पुर्याएको छ। वर्षभरि खान पुग्ने गरी लगाइएको पाकेको धान काट्ने बेलामा आएको बेमौसमी वर्षाले खेतमा पानी जम्दा धान डुबेर नष्ट हुन थालेपछि किसानहरू मार्कामा परेका छन्। चरम खडेरीका कारण ढिलो धान रोपाई गरेका मध्य र पूर्वी नेपालका किसान बाली भित्र्याउने बेला बेमौसमी वर्षाका कारण मारमा परेका छन्। बुधबार रातिदेखि परेको पानीले कतिपय ठाउँमा काटिसकेको धान डुबाएको मात्र छैन, पाकिसकेको धान पनि ढलेर डुबानमा परेको छ। विशेष गरी शुक्रबार तराईका जिल्लामा ठूलो पानी पर्यो। बढी धान खेती हुने सोही क्षेत्रमा बिहीबार साँझदेखि हावाहुरी सहित आएको वर्षाले काट्न ठिक्क भएको धान लडाएर क्षति पुगेको छ। दमक सहितका आसपासका क्षेत्रमा पनि ठूलो मात्रामा किसानका बालीमा क्षति पुगेको छ। दमक 10 का किसान चूडामणि नेपालले छिटो थन्काउन भनी धान काट्नुभयो, तर त्यस लगतै लगातारको वर्षाले गर्दा धान काटेर राखिएको खेतैमा पानी जमेर सबै धान डुबेर नष्ट भयो। अहिले उहाँ क्षति भएकोमा चिन्तित त हुनुहुन्छ नै, तर यस्तो अवस्थामा सरकारको राहतको अपेक्षा गर्न पनि नसकेको उहाँको भनाइ छ। धान काटिया थियो, उठाउन पाइएन हैन, 2 फुट जति पानी छ। अब प्राकृतिकको भनेर पनि के गर्नु, अब राज्यले केही किसानहरूलाई सेवा सुविधाहरू हैन उपलब्ध गरायो भने आश गर्नु पर्यो। भनेर के गर्नु भन्नु न, कुनै छ त्यसको विकल्प? प्राकृतिकसँग त हामी जुझ्न सक्दैनौँ। निसन्तान र महिलाहरूमा देखिने सम्पूर्ण रोगको उपचार अब कोपिला फर्टिलिटी वुमेन क्लिनिक, फर्निचर लाइन, दमकमा। त्यसै गरी अर्का किसान गणेश ढुङ्गेल वर्षाले गर्दा खेतमा घुडासम्म पानी जमेको छ, त्यही पानीमाथि धान ढलेर डुबेको छ। अब यस्तोमा वर्षभरि के खाने हो भनेर चिन्तित हुनुहुन्छ। खेती गर्न धेरै श्रम र लगानी लाग्यो, सरकारले केही क्षतिपूर्ति दिए आफूहरूलाई राहत पुग्ने उहाँको अपेक्षा छ। सरकारबाट के अपेक्षा गर्नु, कमसेकम हामीलाई लागेको क्षतिपूर्ति दियोस् हैन, दिने भयो भने त्यही हो हाम्रो त किसानको भनाइ चाहिँ। लागेको खर्च हैन, लागेको खर्च र अलिअलि अब धान फलेको खर्च दियो भने भयो। लगभग 2 बिघा जग्गामा धान लगाउनु भएकी किसान मेनुका बरालले भने बाली नष्ट भएपछि काटिएका धान गाईबस्तुलाई खुवाउन थालेको बताउनुहुन्छ। काटेर खुवायौँ नि, अस्ति त्यो फुल खेल्दै लड्यो अनि त्यहाँदेखि 4-5 कट्ठा जति काट्यौँ होला हौ, काटेर राँगालाई दियौँ। यस्तै धान बालीमा क्षति पुगेका अर्का किसान लक्ष्मी प्रसाद बराल भने प्राकृतिक प्रकोपले गरेको क्षतिलाई वैकल्पिक बालीबाट क्षतिको पूर्ति गर्नुपर्ने धारणा राख्नुहुन्छ। यसका लागि सरकारले अब राहतका साथै मकै वा अन्य वैकल्पिक बालीका बिउ उपलब्ध गराउनु पर्ने उहाँको धारणा छ। अब यसमा नगरपालिकाबाट मल बिउ जस्तै मकैको मलहरू बिउहरू हामीलाई दिँदा पनि धेरै राहत मिल्छ। यो धानको सट्टामा अब यो धानले त गरेन, अरू बालीको बिउ मल दिँदा पनि किसानलाई के राहत हुन्छ। यो समस्या केवल दमकको मात्र नभई देशभरका तराई क्षेत्रका किसानहरूको साझा पीडा बनेको छ। महिनौं लगाएर गरेको परिश्रमको उपभोग गर्ने बेलामा क्षति हुँदा किसान पीडामा छन्। किसानहरू अहिले राज्यबाट राहत र वैकल्पिक सहयोगको अपेक्षामा समेत छन्।